फाइनली आज माछा पनि किनियो अनि त्यसपछि चटपटे पनि खाइयो। हे तो गाइस, दिस इज माई फर्स्ट मिनी ब्लग। तपाईहरुलाई फेरि पनि स्वागत छ आजको मेरो छोटो मिठो ब्लगमा। दिस इज माई डेली लाइफ स्टाइल कमेडी ब्लग। तपाईहरुलाई मेरो डेली लाइफ स्टाइल कमेडी ब्लग कस्तो लाग्छ एकचोटि हेरिदिनु होला। त्यस्तो भन्दा भन्दै म आइपुगे आफ्नो लोकेसनमा आइसकेपछि तातो तातो पानी तताको रहेछ। पानी चाहिँ तताको रहेछ अनि तताको पानी मैले खाएँ। पानी खाएपछि मलाई एकदमै राम्रो फिल भयो। अनि मेरो हायाबुसा थियो रेडी। हायाबुसा रेडी गरेर मैले ब्याक गरेँ बिस्तारै ब्याक गर्दै अनि मैले अगाडि गाडी लगाएँ अनि एकदम मौसमको फिल लिँदै गइरहेको थिएँ। अनि जाँदै बाटोमा के पो देख्छु म त आज। अनि जाडो पनि के साह्रो बढेको। जाडो बढ्दा यो भाइले पनि हाई भन्छ त आज किन के हो। अनि त्यहाँबाट निस्किएपछि मलाई एउटा सानो भाइ भेटेछ बाटोमा। अनि अगाडि आएपछि आफ्नो भिडियो लिँदै गरेको क्रममा मैले आफ्नो ड्रिम बाइक पनि देखेँ। अनि त्यति भनेपछि आफ्नो घरतिर निस्केँ। घर आइसकेपछि मैले के पो देख्छु यहाँ त। त्यसपछि साथीलाई पनि भेटेँ। साथीले क्यामेरा अन देख्ने बित्तिकै त के पो गर्छ त। अनि त्यसपछि गए निरज साथीकोमा। निरज साथी र म माछा किनेर गइरहेको थियौँ घरतिर। अनि चटपटे खान मन लागेर चटपटे पनि हामीले खायौँ। चटपटे खाए पो हुन्थ्यो। चटपटे खाएर त जिब्रो पुरै रातो न रातो भइसकेको रहेछ। अहिलेसम्म पनि भिडियोलाई लाइक ठोक्नु भएको छैन भने एकचोटि ठोकिदिनु होला। हस्त आजको लागि बाई बाई।